नमस्ते सबैजनालाई। आज हामी टोमेटो धनिया सोर्बा बनाउन गइरहेका छौँ। टोमेटो धनिया सोर्बाको मिजाप्ला कसरी रेडी गर्ने र टोमेटो धनिया सोर्बा कसरी बनाउने भन्ने हामी तपाईहरुलाई देखाउने नै छौँ। भिडियोमा हेरिदिनु होला। यो फाइन चपमा काटिएको गार्लिक, यो फाइन चपमा काटिएको कोरिन्डर लिफ, यो ग्रीन चिल्ली, यो टोमेटो, यो जिन्जर र यो अमिलो चुप। यो हो कुमिन पाउडर, टर्मरिक पाउडर, रेड चिल्ली पाउडर, कोरिन्डर पाउडर र साल्ट। यो चाहिँ हाम्रो हर्ब्सहरू भयो। हामीले यसलाई चाहिँ अलिक कमै हर्ब्सहरू हाल्छौँ किनकि यो क्लियर सुप हो। त्यो भएको कारणले गर्दा हामीले अलिक कमै हाल्छौँ यसमा। र हामीले यसलाई मिजाप्ला भन्छ। यो चाहिँ मिजाप्ला हामीले रेडी पारिसकेका छौँ। मिजाप्ला चाहिँ सुरुमै रेडी पार्नुपर्ने हुन्छ। फ्राई प्यानमा हामी अब यसमा ओइल हाल्ने छौँ। ओइल हालिसकेपछि हामी ठिक्क सानो आगोमा ओइललाई तताउने छौँ। धेरै ठुलो आगो पनि बनाउनु हुँदैन यसलाई। यसमा हामी सुरुमा जिन्जर हाल्ने छौँ, त्यसपछि गार्लिक हाल्ने छौँ, त्यसपछि ग्रीन चिल्ली हाल्ने छौँ। यसलाई चलाइरहनु पर्ने हुन्छ ब्राउन हुन्जेलीसम्म, नत्र डढ्ने समस्या हुन सक्छ। यसलाई निरन्तर चलाइरहनु होला। यो ब्राउन भइसकेको छ। अब हामी यसमा टोमेटो हाल्ने छौँ। टोमेटो हालेर हामी एकछिन यसलाई मिक्स गर्ने छौँ। अब हामी यसमा साल्ट हाल्ने छौँ। साल्ट टु टेस्ट। तपाईलाई कति मन पर्छ त्यति हाल्नु होला। साल्ट हालिसकेपछि हामी यसलाई साल्टलाई नै मिक्स गर्ने छौँ। एकछिन चलाउने नै छौँ। यसलाई चलाइरहनु होला नत्र डढ्ने समस्या हुन सक्छ। अब हामी हाल्छौँ यसमा टर्मरिक पाउडर, रेड चिल्ली पाउडर, कुमिन पाउडर, कोरिन्डर पाउडर। यति हर्ब्सहरू हालिसकेपछि हामी अब यसलाई एकछिन मिक्स गर्ने छौँ। ठिक्क सानो आगोमा यसलाई हामीले पकाउने छौँ। यसलाई हामीले राम्रोसँगले पकाउनु पर्ने हुन्छ। आगो धेरै ठुलो पार्यो भने डढ्ने समस्या हुन्छ, त्यही भएर सानो पार्नु होला। हामीले कलरको लागि कश्मिरी मिर्ची प्रयोग गरेका छौँ। अब हामीले यहाँ ध्यान दिनुपर्ने कुरा हुन्छ, हामी अब अघि डाडु सुल्टो बनाएर चलाइरहेको थियौँ भने अब हामीले डाडु उल्टो बनाएर चलाउनु पर्ने हुन्छ किनकि राम्रोसँग किची पकाउनु पर्ने हुन्छ। अब हामी यसमा 1 लिटर जति वाटर हाल्ने छौँ। हामीले 1 लिटर जति वाटर हालिसकेपछि हामीले सानो ड्रिम आगो बनाएर, मिडियम साइजको आगो बनाएर हामी यसलाई एकछिन पकाउने छौँ। पाकिसकेपछि यसलाई सानो एउटा बल लिनु होला। बल लिसकेपछि यसमा छान्नु होला। यो चाहिँ सानो मसिनो प्वाल गरेको जाली लिनु होला किनकि यो क्लियर सुप हो। यसलाई राम्रोसँगले छान्नु होला। हामीले चाहिँ प्र्याक्टिकलको लागि अलिकति थोरै बनाएका थियौँ। अघि छानिसकेको सुपलाई चाहिँ फेरि फ्राई प्यान तताएर फेरि यसलाई फ्राई प्यानमा हाल्नु होला। त्यसपछि यसलाई अब हामीले उमाल्ने छौँ। अब हामी यसमा टेस्ट अनुसार चुक हाल्ने छौँ र कोरिन्डर लिफ हालेर यसलाई हामीले अब 4 देखि 5 मिनेट हामीले पाक्नलाई छोडिदिने छौँ। जिम आगो बनाउनु होला। मिडियम साइजको आगो बनाउनु होला र यो बिस्तारै अब उम्लिन सुरु गरिसकेको छ। यो 5 मिनेट भित्रमा पाकिसकेको छ, यो उम्लिसकेको छ। अब हामी यसलाई सर्भ गर्ने छौँ। यो टोमेटो धनिया सोर्बा रेडी भइसकेको छ। हामीले यसलाई सर्भ गर्दाखेरि, यो सुप सर्भ गर्दाखेरि जहिले एउटा कम्प्लिमेन्ट दिनुपर्ने हुन्छ। त्यो कम्प्लिमेन्ट चाहिँ हामीले अलरेडी अगाडि बनाइसकेका छौँ, यसको भिडियो छैन। यो निम्की हामीले यसको साथमा दिनुपर्ने हुन्छ कम्प्लिमेन्ट। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद।